सम्पूर्णमा सेवा नमस्ते। सन्चै हुनुहुन्छ होला भन्ने आशा छ र म एकदम ठिक छु। आज चाहिँ हामीले त्यो 5086 सालको उभौली साकेला चाहिँ के कसरी मनायौँ भनेर चाहिँ मैले सानो भिडियोहरू बनाएको छु। अनि हामी चाहिँ यसरी अब रेडी हुँदैछौँ। यो के गरेको होला नभन्नु होला, यो चाहिँ होइन कतिजनालाई थाहा छ होइन, कति अब किराँतीहरूलाई थाहा छ, कतिजनालाई कतिलाई अब थाहा पनि नहुनसक्छ होइन, कति जान्ने भएको बाठी भएको भनेर नभनिदिनु होला। यहाँ चाहिँ हामी अब निमन्त्रणालाई स्वीकार गरेर चाहिँ हामी जानको लागि चाहिँ सुरुमा हाम्रो ठुलीको अग्रजज्यूहरूले उहाँ बाङा छना भाउजूहरूले चाहिँ हाम्रो श्रीमो पश्चिमोमाहरूलाई चाहिँ फेटा गुठिदिँदै हुनुहुन्छ। किन यो फेटा गुठिदिनु भएको उहाँहरूले भन्दाखेरि, ल आजदेखि चाहिँ अब जुन साकेला नसकिन्जेल चाहिँ तिमी नै हो है सिलिमोपा सिलिमोमा, आफ्नो कर्तव्य पुरा गर्नु निभाउनु भनेर चाहिँ उहाँहरूले यो फेटाहरू गुठिदिनु भएको हो। त्यस पछाडि चाहिँ यसरी अब नाच्दा नाच्दै नाच्यौँ। अनि त्यस पछाडि अब हामी कहाँ गयौँ भन्दाखेरि हामी निमन्त्रण गर्नुभएको ठाउँमा पुग्यौँ। उहाँ चाहिँ आज चाहिँ कहाँ छौँ भन्दाखेरि हामी चौडनगढी नगरपालिका 6 नम्बर कालीखोला सिरवानीमा बोलाउनु भएको थियो। अनि उहाँ हामी पुग्यौँ। उहाँ पुगिसकेपछि उहाँहरूले आफ्नो तरिकाले अब सम्मान गर्ने सिस्टम छ नि त। अनि त्यसपछि सम्मानहरू सबै गरिसक्नु भयो। अनि त्यस पछाडि हामीलाई नाच्ने ठाउँको सेली पनि राखिदिनु भएको थियो। अनि सबैजना नाच्न थाल्यो, केटाकेटीहरू सबैजना नाच्न सुरु भयो। जब नाचेर अनि बिसाएपछि चाहिँ उहाँहरूले राखिदिनु भएको थियो, हामीलाई खाजाहरू राखिदिनु भएको थियो, खानेकुराहरू। अनि हामी चाहिँ त्यो खाजाहरूलाई चाहिँ अब खानुपर्छ है भनेर चाहिँ हामी सबैले बाँडेर सबै खाँदैछौँ। अगाडि दिन खायौँ, खाइसक्यौँ। कसैले खानुभयो, कसैले खानु भएन। हामी चाहिँ देखाइ खायौँ होइन। जाँड चाहिँ यत्रो दिनुभएको थियो क्या, आम्मामा है यति धेरै। तर हाम्रो जाँड खाने टोलीहरू त्यति धेरै हुनुहुन्थेन क्या। उहाँ बाबाहरूले पनि खाँदै हुनुहुन्थ्यो क्या, यस्तो मिठो दिनुभएको थियो क्या। अनि एकजना बाबाले चाहिँ बोतलमा पर्खिराख्नु भएको छ कि। अनि यसरी चाहिँ सबै केटाकेटी अनि ठुलो मान्छे सबैजना मिलेर हामी खाजाहरू खाइसक्यौँ। अनि खाजाहरू खाइसक्यौँ, बिसायौँ। अनि हाम्रो बच्चाहरू फेरि अरूको टिमहरूसँग पनि अब नाच्नु जस्तै हो नि त। अनि नाच्नु गयो, नाच्यो। म चाहिँ यहाँ चाम्रे देखाइ खाइरहेको छु क्या। कस्तो यत्रो थियो होइन। हामी त खाएर झन्डै सिधै नै दिउँ कि खाएर पनि। अनि खाइसकेपछि यसो भिडियोहरू बनाइदियौँ, अनि फोटोहरू खिच्यौँ। अनि त्यसपछि सबै त्यहाँको वरिपरि हेऱ्यौँ। सबै ग्रुपको आउनुभएको थियो नि त। अनि सबै मिसिएर नाच्नु भएको आफ्नो ग्रुप, अनि मिसिएर नाच्नु भएको सबै हेऱ्यौँ होइन। अनि यसरी एकदमै रमाइलो हुँदै साकेलाको सिलेहरू गर्दै हेर्दै होइन, आनन्द लिँदै यसरी नै अब साकेलाहरू यस्तै गर्दै हेर्दै यहाँ चाहिँ चिन्डोको उयो बनाउनु भएको छ कि, मूर्ति उयो बनाउनु भएको छ होइन। यस्तो राम्रो कि यसपालि नयाँ बनाउनु यति राम्रो थियो। अनि यो चाहिँ अब सबैतिरको सम्झना स्वरूप मैले चाहिँ बनाउन चाहेको थिएँ। तर अब यसपालि चाहिँ सबै ठाउँमा म चाहिँ उपस्थित हुन सकिनँ, किनकि मेरो आफ्नै पर्सनल कार्यव्यस्तताको कारणले गर्दाखेरि सबै साकेलामा म चाहिँ उपस्थित हुन सकिनँ। त्यही पनि म उपस्थित हुन नसके तापनि हाम्रो टोलीहरू चाहिँ उपस्थित हुनुभएको थियो। अब त्यताको भिडियो चाहिँ छैन होइन। यो चाहिँ अब आफ्नै गाउँमा सातधारेमा साकेला लाग्दाखेरिको यो भिडियोहरू हो। अनि यहाँ चाहिँ सबै नाचिराख्नु भएको छ टोलीहरू। कतिजना आउनु बाँकी हुनुहुन्छ कि, अब भर्खर सुरु हो। अनि आजको टिम चाहिँ नाच्दै गर्नुपर्छ नि त भनेर हल्का फुल्का नाच्दै गऱ्यो क्या। अनि त्यस पछाडि नाच्दै गर्दा चाहिँ हाम्रो अनि पछि हामी नाच्दै गर्दा चाहिँ फेरि अरू टोलीहरू पनि हाम्रो निम्तोलाई स्वीकार गर्नु भएर चाहिँ हाम्रो कार्यक्रम अथवा यो मेलाको चाहिँ शोभा बढाइदिनु हुनको लागि चाहिँ सबैजना उपस्थित हुनुभएको थियो क्या। एकदमै खुसी लाग्यो होइन। राम्रो मेला लागेको थियो एकदमै
सबैतिर अब कसैले भिडियोहरू नै बनाउँदै हुन्थ्यो, कसै अब गेमहरू राख्नु भएको थियो के सबै कुराहरू यस्तो थियो। अनि यसरी नै एकदमै रमाइलो साथ बित्यो भनौँ न होइन। त्यो दिनहरू साकेलाहरू यसरी नै अब हुँदै रमाइलो नै भयो होइन। विक्रम सम्वत चाहिँ 2083 सालको साकेला है, उभौली साकेला हो। मैले त अघि एलाइदङ मात्रै भनेको छु होइन। यसरी चाहिँ हामीले यो साकेला 2083 साल अथवा एलाइदङ 5086 सालको उभौली साकेला चाहिँ यसरी भव्य सभ्य तरिकाले मनाउँदै यसरी मनाउँदै सफल भयौँ। अनि अब यो भिडियोहरू हेर्दै अब अहिले चाहिँ यति भन्दै म चाहिँ बिदा हुन चाहन्छु। हस्त धन्यवाद। आलाङ्ने सेवा फेरि भेटौँला।